सरदय सभाध्यक्ष महोदय, प्रमुख अतिथि, विशेष अतिथि, जुनको ज्योति र सूर्यको न्यानो किरण छुट्याउन बस्नुभएका निष्पक्ष निर्णायक मण्डलज्यू, एउटा हातमा घडी र अर्को हातमा घन्टी लिएर विद्यार्थी जीवनमा समयको महत्त्व दर्शाउन बस्नुभएका निष्पक्ष समय पालकज्यू, घुँडा दसी कम्बर कसी खेलको मैदानमा मसँग प्रतिस्पर्धा लिन आउनुभएका मेरा प्रतिस्पर्धी मित्रहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा स्वीकार्नुहोस् म कक्षा 10 मा अध्ययनरत छात्रको तर्फबाट र एवं मेरो श्री सरस्वती माध्यमिक विद्यालय टाटाको तर्फबाट हृदयदेखि नै न्यानो नमस्कार साथसाथै अभिवादन टक्र्याउन चाहन्छु। आज मिति 2082 साल 8 महिना 11 गते हुन गइरहेको वक्तित्व कलाको शीर्षक रहेको छ स्थानीय कला संस्कृति जोगाउनुमा युवा विद्यार्थीको भूमिका भन्ने शीर्षकमा मेरा गहकिला र युवा विद्यार्थीले बोल्नै पर्ने शब्द बोल्न र मलाई बोल्नै पर्ने शब्द राख्न दिनुभएकोमा आयोजक टिमप्रति हार्दिक नमन प्रकट गर्न चाहन्छु। सरदय सभा अध्यक्ष महोदय, पहिला त म विषयवस्तुको गहिराइसम्म पुग्न अगावि सरदय सभा अध्यक्ष महोदयको अनुमति चाहन्छु। युवा भनेको गोरो युवाले शिवालय गाउँपालिकाका कला संस्कृति जोगाउनमा कस्तो भूमिका अहम भूमिका कस्तो निर्वाह गर्नुपर्छ। सरदय सभा अध्यक्ष महोदय, युवा भनेको शब्दका बलले मुटु छिया भए तापनि पीडालाई लुकाएर अगाडि बढ्न सक्ने एक मजबुत कलाकार हो युवा। राष्ट्रका निमित्त मोती टिपे पहाड फोरेर मोती टिप्ने अन्त समुद्रको गहिराइसम्म पुगेर हिरा निकाले मात्र होइन, आकाशका ग्रह र उपग्रहको विश्लेषण सामर्थ्य युवामा हुन्छ। कला संस्कृति भनेको जन परम्परादेखि चलिआएको वीर गोर्खालीले बचाएको आफ्नो ज्यानको अवधि दिएर बचाएको हाम्रो मौलिक पहिचान हो। सरदय सभा अध्यक्ष महोदय, हाम्रो पहिचान जोगाउनका निमित्त वीर गोर्खाली बहादुर वीर गोर्खालीले परदेशमा कोठामै दसैँको टीका लगाए, दौरा सुरुवाल टोपी त्याग्न चाहेनन्, आफ्नै सुख सुविधा त्याग्न तयार भए, नेपाली भूमिलाई बिर्सेनन्। तर विडम्बना आज के हुँदैछ, वीर गोर्खालीले आफ्नो ज्यानको बलिदान दिएर बचाएको मेरो शिवालय गाउँपालिकाको कला संस्कृति। सरदय सभा अध्यक्ष महोदय, आधुनिक अप्रवासीको मुख्य मानवलाई हेर्ने हो भने प्रथम विश्वयुद्धतर्फ नै झन्डै 1 लाख नेपाली युवाले ब्रिटिस आर्मीमा भर्ती भएर युद्धमा भाग लिएको पाइन्छ। युद्धमा भाग लिएर अर्थात् ब्रिटिस आर्मीमा भर्ती भएर युद्धमा ज्यानको बलिदान दिने युवाले के शिवालयको कला संस्कृति बचाउन सक्दैन? सरदय सभा अध्यक्ष महोदय, शिवालय गाउँपालिकाको युवालाई शिवालय गाउँपालिकामै रोजगारीको वातावरण सिर्जना गरियोस्। शिवालय गाउँपालिकाका युवाले शिवालय गाउँपालिका कामै ढुङ्गा माटोसँग खेल्न वातावरण सिर्जना गरियोस्। तब युवामाथि तपाईँहरूले प्रश्न गर्नुहोस्, खै हाम्रो कला संस्कृति कस्तो छ भनेर प्रश्न गर्नुहोस्। तर सरदय सभा अध्यक्ष, तर विडम्बना अहिले के हुँदैछ मेरो शिवालय गाउँपालिकाको कला संस्कृति? अहिले कहाँ जाँदैछ हाम्रो शिवालयको कला संस्कृति? मेरो 80-70 वर्ष करोस भएको हजुरबाले पिँढीमा बसेर टोपीले पसिना पुस्दै भन्ने गर्नुहुन्छ, नानी हाम्रो कला संस्कृति कहाँ छ? मादलमा नाच्ने युवा अहिले विभिन्न किसिमका र्याप र ब्याटलमा डिस्कोमा गएर कम्मर हानिरहेको छ। अहिले पैसेरी खेलमा खेल्ने युवा, यसरी नाच्ने युवा अहिले परदेशको खाडीमा पसिना बगाइरहेको छ र बाबाले दुःख गरेर पालेको भैँसी र भर्खरै विवाह गरेर ल्याएकी जीवनसाथीको न्यानो स्पर्शलाई एक्लै छाडेर पिँढी कुट्दै गरेकी आमाको धरेको दाँतभित्रको खित्ता आँसु खोज्न, पाको उद्रेको कमेजमा नयाँ टालो फेर्न अहिले युवा परदेशिएको छ। यो दिनौँ प्रतिदिन युवा परदेशिन थालेपछि कहाँ बच्छ हाम्रो शिवालयको संस्कृति? त्यसैले म के भन्छु भने सरदय सभा अध्यक्ष महोदयसँग, युवा भन्नाले हाम्रो देशको लागि र हाम्रो समस्त शिवालय गाउँपालिकाको कला संस्कृति जोगाउनमा एक अहम भूमिका खेल्ने बलियो तरबार हो युवा। त्यसैले हाम्रो शिवालय गाउँपालिकाको कला संस्कृति जोगाउनुमा युवाले अहम भूमिका खेलेको हुन्छ। र यस्तै सत्य अनि यथार्थ घटनाले निहालियो भने र युवाले केही गर्न सक्दैन देशमा भन्ने महानुभावहरूको मुखमा बन्द गर्ने हो भने भर्खरै देशमा घटेको जेनजी आन्दोलनलाई निहाल्न सकिन्छ। के युवाले गर्न सक्दैन शिवालय गाउँपालिकामा? के युवाको जनसङ्ख्या छैन शिवालय गाउँपालिकामा? यति भन्दै म अन्तिममा के भन्न चाहन्छु भने हामीले नगरे कहिले गर्ने, अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने। अहिले युवालाई जागरुक नबनाए कला संस्कृति लोप भएपछि युवालाई जागरुक
बनाएर के गर्ने भन्दै मेरा 2-4 शब्द पूर्ण विरामका साथ यही अन्त्य गर्दै म के भन्न चाहन्छु भने जय नेपाल, जय कला संस्कृति, नमस्कार। धन्यवाद। सरस्वती मावि टाटाका छात्र चित्रा बुढालाई। अब हामी लगत्तै